नमस्कार, म कृष्ण र तपाईहरु हेर्दै हुनुहुन्छ नेपाल सोसाइटी न्यूज र आज हामी श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय क्रैयामाई गाउँपालिका 8 इटहरमा आइसकेका छौं र यहाँ आज उहाँहरुको समितिको जुन अध्यक्ष सदस्य लगायत सम्पूर्ण यहाँ उहाँहरुको आज शपथ ग्रहण पनि थियो र उहाँको परिचय र उहाँसँग हामी केही यस स्कुलका बारे उहाँ आज अध्यक्ष हुनु भएको छ, शपथ ग्रहण पनि लिनु भएको छ। सबैभन्दा पहिला उहाँलाई हामी हाम्रो यो नेपाल सोसाइटी न्यूजमा स्वागत गर्न चाहन्छु। स्वागत छ सर। धन्यवाद। हजुरको सानो परिचय पाऊँ। मेरो नाम राकेश कुमार सराफ हो। घर चाहिँ यही क्रैयामाई वार्ड नम्बर 8 को यही स्कुल जुन हाम्रो टोलमा छ इटहर टोल, त्यही टोलमै घर पर्यो। आज तपाई अध्यक्ष पदमा यस स्कुल व्यवस्थापन समितिको अध्यक्ष पदमा कार्यान्वयन हुनुभयो र आज शपथ ग्रहण पनि तपाईले गर्नुभयो हैन। आजदेखि तपाईको यस स्कुल बारे, यस स्कुलमा पढ्ने बालबालिका, यस स्कुलमा पढाउन हुने शिक्षक शिक्षिकाहरुको कस्तो पहल चाल्नुहुन्छ तपाई आजदेखि? के छ कि सर, यो स्कुलको अध्यक्षको बन्ने क्रममा विगत धेरै दिनदेखि विवादित थियो। अब त्यो हामी 5-6 चोटिको बैठक बसालिसकेपछि पनि टुङ्गो लाग्न सके थिएन के। विभिन्न माध्यमबाट तपाईको गाउँघरको अभिभावकहरूले बसाई तपाईको पहिलादेखि नै भार भैलो हुने जुन परिचालन थियो हुँदै गइरहेको थियो, त्यसको लागि हामी धेरै प्रयास गर्यौं। सर एकछिन म रोकौं। यो जुन समिति चयन भएको छ यो भन्दा पहिला थिएन? थियो। कति वर्षदेखि? मतलब 2-3 वर्षै भइसक्यो थियो। 2-3 वर्षदेखि हाम्रो स्कुल चाहिँ व्यवस्थापन समिति विहीन थियो। कुनै समिति थिएन, व्यवस्थापन समिति विहीन थियो। अब त्यो व्यवस्थापन समिति बनाउनले हामी धेरै दिनदेखि प्रयास गरिरहेको थियौं। तर के छ कि हाम्रो मध्य प्रदेशमै परिचालन छ के, राजनीतिकरणले गर्दा जुन हाम्रो शिक्षामा प्रभाव परेको छ नि, त्यो प्रभावले गर्दा हाम्रो शैक्षिक संस्थाहरुमा धेरै जस्तो स्कुलहरुमा तपाईको जुन विद्यार्थीहरुमाथि पढ्ने जुन उनीहरुको छ त्यो सबै भनौं त यस विद्यालयमा मतलब राजनीतिक सामिल हैन, राजनीतिको हात। त्यही भएर अहिलेसम्म बन्न सकेको थिएन, तर अब बनिसक्यो र तपाई अहिले अब अध्यक्ष पदमा हुनुहुन्छ। यसपछि तपाईले यस स्कुलको बारेमा, यस स्कुललाई राम्रोसित व्यवस्थित तरिकाले के गर्नुहुन्छ? तपाईको कार्य के हुने वाला छ? अब एजेन्डा के छ कि हाम्रो व्यवस्थापन समिति जब हाम्रो चयन भएर जब आज हामी शपथ ग्रहण गरिसके, अब आगामीको हाम्रो कार्यक्रम के छ कि जबसम्म हामी ग्राउन्ड बेसबाट के विद्यार्थीहरूलाई के कसरी गरेर आगामी दिनमा हामी सुधारमुख उनीहरुमा ल्याउन सकिन्छ, विद्यार्थीहरू यहाँबाट अगाडि बढेर गइसकेपछि हाम्रो गाउँ टोलको नाम अगाडि बढाउन सकिन्छ, त्यसको फर्स्ट प्राथमिकता भनेको हामीको बच्चा क्लासहरुको जुन हाम्रो स्कुलको बच्चा क्लासहरुको जुन बेस छ नि, त्यहाँबाट सुधार कसरी गर्न सकिन्छ, त्यहाँदेखि स्ट्रङ बनाउने, त्यहाँबाट पहिला लाग्ने हो, त्यहाँबाट सुरुवात गर्ने हो कि हामी जति पनि पुरानो कमी कमजोरी छ त्यो कमी कमजोरीहरुलाई कसरी हटाएर नयाँ विधिगत हिसाबले अगाडि बढाउन सकिन्छ, त्यो हिसाबले हामी अगाडि बढ्ने प्रयासमा हुन्छौं र सबै गाउँघरको अभिभावकहरुलाई बोलाइ त्यो उनीहरुसँग समन्वय गरी अगाडि कसरी जान सकिन्छ, आगामी दिनमा कसरी हामी विद्यार्थीहरुलाई अगाडि बढाउन सकिन्छ, सबैमा सल्लाह सुझाव गरेर अगाडि बढ्ने प्रयास गर्छौं र आगामीको दिनमा यो स्कुल प्रति तपाईको अरु कामहरु गर्नु छ। जस्तै धेरै सरले पनि कुरा राख्नुभयो, त्यो कार्यान्वयन गर्नलाई हामी सब हातमालो मिलाएर आगामीको दिनमा सबैजना मिलेर त्यसलाई सफलतापूर्वक सम्पन्न गरौँ भन्ने चाहनाको साथ सबैलाई सुझाव पनि दिन चाहन्छु। आज तपाई बन्नुभयो, धेरै खुसी पनि लागिरहेको होला र एउटा जिम्मेवारी पनि तपाईको माथि थपियो हैन। र आजदेखि तपाई अब जस्तै कि कति ठाउँमा हुन्छ नि कि अध्यक्ष पद या सदस्य पद बनिसक्यो र त्यहाँ महिनौ लागिहाल्छ स्कुल भिजिट गर्न, स्कुलमा के कस्ता कार्यहरू भइरहेको छ हैन, के कस्ता पढाइहरू भइरहेको छ हेर्नमा हैन। अध्यक्षहरू आफ्नो काममा लागिहाल्नुहुन्छ। तपाई कस्तो मतलब डेली आउनुहुन्छ? तपाईको एउटा यो अब स्थान भयो, एउटा पदमा हुनुभयो हैन, आएर यसको कार्य कस्तो भइराछ, पढाइ कस्तो भइराछ, टाइममा शिक्षकहरू आइरहनु भएको छ कि छैन त्यो त हेर्ने जिम्मेवारी भयो हैन। अब तपाईले के कस्तो लिएर हिँड्नुहुन्छ? मतलब डेली बेसिसमा तपाई आएर हेर्नुहुन्छ कि महिनौमा हेर्नुहुन्छ कि आफ्नो काममै नै बिजी हुनुहुन्छ?
हामीहरूले यो व्यवस्थापन समिति चयन हुनुभन्दा अगाडि आफ्नो मूल एजेन्डाहरू पनि केही प्रत्यक्ष गरेका थियो। हाम्रो समितिमा जति पनि तपाईँको मान्छेहरू छ नि, हामीले के प्रयास गरिरहेको छौँ, कमसेकम समितिको हरेक मान्छेले एक दिन आएर स्कुलको अनुगमन गर्नु पर्यो। कमसेकम सबैले टाइम नदिन सके पनि एकजना सदस्य अध्यक्षले सिड्युल बाई सिड्युल समय मिलाएर कमसेकम सबैजना एकजना उपस्थिति भएर अनुगमनको हिसाबले स्कुलमा टाइम दिनु पर्यो। म नभए पनि अरू सदस्य छ 6-7 जनाको त हाम्रो मेम्बर छ नि, 6-7 जनामा तर अनिवार्य एकजना व्यक्ति एकजना आउनु पर्यो, टाइममा आउनु पर्यो कि को टाइममा आइरहेको छ कि छैन। शिक्षक पनि हुनुहुन्छ, विद्यार्थीहरूमा पनि विद्यार्थीहरू टाइममा आएर यताउता गर्ने गर्छन्। शिक्षकहरूलाई पनि कुनै मतलब हुँदैन, हेर्ने गरिरहेको छ सरकारी स्कुलमा हैन। यसलाई व्यवस्थापन गर्नको लागि तपाईँ मतलब डेली तपाईहरूको सदस्य होस् या तपाईँ स्वयं आएर निरीक्षण गर्नुहुन्छ हैन। त्यो हिसाबले हामी अगाडि बढ्नेछौँ। त्यसपछि के छ कि अरू स्कुलमा हामीले जुन टाइम सिड्युल भन्नुभयो नि विद्यार्थीहरूको र टिचरहरूको, सकभर हामी प्रयास के गर्छौँ कि टाइमभन्दा 5 मिनट अगाडि नै सबैलाई उपस्थिति हुने गरी जानकारी गराउँछौँ। किनभने स्कुललाई बिगार्ने भनेको एउटा कुनै पनि सिस्टमले नै बिगार्छ क्या। अब त्यो सिस्टम हामीले जबसम्म सुधार गर्दैनौँ तबसम्म सुधार्न सक्दैन। त त्यो अनिवार्य के छ कि हामी सबै विद्यार्थीहरूमा टिचरहरूमा एक दिन बसाएर सल्लाह सुझाव उहाँहरूसँग गरेर तपाईँहरूले जुन गभर्मेन्टको हाम्रो टाइम टेबल छ त्यो टाइम टेबलले आएर स्कुलमा आफ्नो समय दिनु पर्यो। त्यो हिसाबले तपाईँहरूले यहाँ काम गर्नु पर्यो। अब त्यति अब हामीले अगाडि त्यो सबै कुराको निरीक्षण गर्दै जान्छौँ। अगाडि के कमी कमजोरी छ त्यो सब सुधारमा तरिकाले हामी अगाडि बढ्छौँ भन्ने विश्वासको साथ अरू पनि कार्यक्रम अगाडि बढ्छौँ। एउटा अझै कुरो सर, अहिले तपाईँ यही गाउँको हुनुहुन्छ र तपाईँको भनौँ न आफ्नै गाउँको यो स्कुल हैन, तपाईँ त हेरिरहनु भएको छ। यसभन्दा पहिला अहिले के समस्या छ, कुन त्यो समस्यालाई कुन समस्या छ र त्यसलाई समाधान गर्न तपाईँले के गर्नुहुन्छ, कहिलेसम्म त्यो समाधान भइहाल्छ, अहिलेसम्म तपाईँले हेर्नु गएका समस्याहरू बारे बताइदिनु। अब के छ कि यही स्कुलको मात्र होइन, हाम्रो नेपालकै लमसम धेरै सरकारी स्कुलहरूको के भइसकेको छ कि तपाईँको एसएलसीको समयमा तपाईँको राम्रो नतिजा नआउने। अब त्यो कहाँ कमी कमजोरी छ, त्यो कमी कमजोरी अब त हामी जुन ठाउँमा काम गरिरहेको छौँ, जुन स्कुलमा हामी व्यवस्थापन समितिको अध्यक्ष बनेका छौँ, पहिला त सुरुवात त्यहीँबाट गर्नु पर्यो। त्यहाँबाट तपाईँहरूकै माध्यमबाट यसको प्रत्यक्ष गर्ने हो कि कसरी हामी सुधार गरेर यहाँको सुधार भइसकेको अवस्था आइसकेपछि अरूहरू पनि त्यहाँको स्कुलहरूमा कमसेकम हेरेर उहाँहरूले पनि अवलोकन गर्नुहुन्छ कि वास्तवमा इटर स्कुलमा आज एउटा नयाँ सुधारमुख तरिकाले जुन चलिरहेछ, हामीमा पनि त्यो स्कुल उहाँहरूको हेराइले गर्दा हाम्रो स्कुलमा पनि त्यस्तो आओस् भनेर सोचको साथ धेरै ठाउँमा गर्न सकिन्छ। अब यहाँ तपाईँको अहिले धेरै कुराहरूको कमी कमजोरी छ। त्यो कमी कमजोरीले हामी बिस्तारै जस्तै अहिले स्कुलमा हाम्रो कम्पाउन्ड छैन। कम्पाउन्ड नभएर अब तपाईँको जनावरहरू यताउता तपाईँको सबै आउने गरेको छ। अब 1-1.5 सालको समयमा हामीले त्यो पनि प्रयास गरिरहेको छौँ। पुरै स्कुललाई कम्पाउन्ड गरेर मेन गेट पनि छैन, मेन गेट हाल्न लगाएर भौतिक पूर्वाधारको कामहरू थुप्रै बाँकी रहेछ। यसलाई एकदम संरक्षणको हिसाबले त्यो सबै लगाएर अनि आगामीको दिनमा एकदम व्यवस्थित तरिकाले यो स्कुल चलाउँछ भने हामी प्रत्यक्षका साथ प्रदेश सरकारसँग होस् स्थानीय सरकारसँग होस् पहल गरेर आगामीको दिनमा बढ्छु भनेर तपाईँ यसमा जे कमी कमजोरी छ त्यसलाई सुधार गर्नुहोस् सबैजना मिलेर। हस् त, धन्यवाद तपाईँलाई। हस्।